म तपाईँलाई भित्रको टुर देखाउँछु ट्रेनभित्र चाहिँ कस्तो के चलिरहेछ भनेर सो मजाले हेर्दै जानुलाई किप वाचिङ फर द्याट यो हो ओ दिस इज द ट्रेन केटा त तिम्रो एक्सपिरियन्स भनौँ न तिम्रो फर्स्ट टाइम हो कि ट्रेनमा ट्रेनमा चाहिँ होइन यहाँ चाहिँ लामो होला ट्रेनमा चाहिँ फर्स्ट टाइम हो साह्रो छैन घन्टाको मजा एकदम मजा निदाउँदै निदायो मस्तसँग सुत्यो निदायो है सो नमस्ते एन्ड वेलकम एभ्रिवान आज म तपाईँलाई दामी टुर गराउँदैछु हामी जाँदैछौँ आज हन्टर भ्याली लेट्स ह्याभ अ लुक हाम्रो ट्रेन यही छ पछाडि हेर्न सक्नुहुन्छ दिस इज द वान यो ट्रेन छ हामी चाहिँ इकोनोमीमा छौँ किनकि हामीसँग धेरै पैसा छैन त्यो फर्स्ट क्लासमा हामी नचढेको लेट्स ह्याभ अ लुक हामी यहाँदेखि चाहिँ धेरै अगाडि जान्छौँ धेरै नै रमाइलो गर्ने गर्छौँ किनकि हामी तिनजना मात्र छौँ अहिले चाहिँ अनि त्यसपछि हामी मजाले जानेछौँ यहाँ हेर्न सक्नुहुन्छ ट्रेनहरू अरू पनि दामी छ मजाले यताउता यो चाहिँ स्टेसन हो यो सबै स्टेसन छ प्लेटफर्म 1, 2, 3 देखि यता छ हामी चाहिँ चढ्दैछौँ प्लेटफर्म नम्बर 4बाट प्लेटफर्म नम्बर 4बाट हामी यहाँबाट जान्छौँ अब हाम्रो लाइक हाम्रो आवर चाहिँ हुन्छ लाइक 4 आवर्स भनेको छ होइन 3 आवर्समा पनि हामी पुग्न सक्छौँ त्यसको लागि बट इट्स ओके फाइन लेट्स ह्याभ अ लुक अनि हामी अगाडि गएर धेरै कुराहरू हेर्नेछौँ त्यसको लागि किप वाचिङ गाइज होइन अनि हामी अगाडि जान्छौँ त्यसपछि म तपाईँलाई ट्रेनभित्रको पनि टुर देखाउँछु मजाले ट्रेनभित्र चाहिँ के चल्दैछ भनेर सबै एभ्रिथिङ त्यसपछि हामी अगाडि जान्छौँ अनि त्यहाँबाट हेर्छौँ सबै कुराहरू चिलमा बस्नुहोस् गाइज किप वाचिङ आम गर्न सो इच एन्ड एभ्रिथिङ यहाँदेखि जान चाहिँ कस्तो मजा आउँछ के हुन्छ भनेर जस्ट किप वाचिङ गाइज सो त्यसको लागि भित्र जाम यहाँ त अर्को ट्रेन पनि आएको छ हेर्नुहोस् यस्तो हेर्नुहोस् यो ट्रेन अर्को ट्रेन यो चाहिँ न्यू ट्रेन हो गाइस यो जान्छ न्यू क्यासल ट्याक्कै हामी जाने ठाउँ भन्दा ट्याक्कै अपोजिट अर्को ठाउँ जान्छ यो चाहिँ सो नेक्स्ट टाइम हामी यो ठाउँ पनि जानेछौँ इफ हामीसँग पैसा बच्यो र टाइम बच्यो भने हामी फेरि यो ट्रेनमा पनि आउँछौँ फर्केर किनकि अर्को ठाउँ हुँदै आउँछौँ लेट्स ह्याभ अ लुक म तपाईँलाई भित्रको टुर देखाउँछु ट्रेनभित्र चाहिँ कस्तो के चलिरहेछ भनेर सो मजाले हेर्दै जानुलाई किप वाचिङ फर द्याट हाम्रो ट्रेनभित्र यो हो ओ दिस इज द ट्रेन अनि यहाँ बाथरुम पनि सबै देखाइदिएको छ हामी यहाँ भित्र जान्छौँ त्यसपछि भित्र चेक इन गर्नुपर्छ यो चाहिँ ट्रेनभित्रको वासरुम हो है तपाईँले हेर्न सक्नुहुन्छ ट्रेनभित्र वासरुम यहाँ चाहिँ यति सफा हुन्छ यति राम्रो हुन्छ पुरै देखाइदिएको छ होइन पानी आउँछ यसलाई चाहिँ डोर चाहिँ लक भएको छ होइन यसलाई क्लोज छ होइन यसलाई ट्याक्क ओपन गर्नलाई हेर्दा गर्नु पऱ्यो अनि यसलाई चाहिँ मैले यो ओपन हुन्छ होइन ओपन गर्न मिल्छ अहिले चाहिँ वासरुम यो भयो अनि बाइक चिसो देखाउँदैन भित्र चाहिँ के हुन्छ अब हेर मलाई चाहिँ ओपन गऱ्यो भने ट्याक ओपन भएन जो भयो ट्याक अब हामी चाहिँ यहाँ छ त्यो ट्रेन यो यसलाई पनि दबाउनु पर्छ त्यसै केटा भन त तिम्रो त्यहाँदेखि कस्तो भइरहेछ महसुस हामी जाँदैछौँ अब हन्टर भ्याली हुँदै त्यो स्टप चाहिँ धेरै नजिक लाग्यो केटा त तिम्रो एक्सपिरियन्स भनौँ न तिम्रो फर्स्ट टाइम हो कि ट्रेनमा ट्रेनमा चाहिँ होइन यहाँ चाहिँ लामो होला ट्रेनमा चाहिँ फर्स्ट टाइम होइन चिली डाउट होइन यहाँ चाहिँ केटाले ट्याक गरेछ हाफ टी सर्टमा मेरो सिट चाहिँ साइडको हो तर म चाहिँ अब त्यहाँ जाँदैन होला होइन किप गोइङ गाइज होइन यस्तो गरौँ म यस्तो अगाडि पनि जान्छु है ओह अगाडिको चाहिँ दृश्य यस्तो छ हेर्न सक्नुहुन्छ पुरै खाली छ यो चाहिँ हेर्दाखेरि यताउता इकोनोमिक क्लास हो गाइज यो चाहिँ तपाईँ चेकआउट गर्न सक्नुहुन्छ होइन दिस इज इकोनोमिक क्लास इकोनोमिक ट्रेन हो यहाँदेखि यहाँ हुन्छ यु क्यान सी यो पुरै होइन हाम्रो नर्मल ट्रेन भन्दा पनि हल्का खतरा हुन्छ कि किनकि नर्मल ट्रेनमा चाहिँ यस्तो कम्फर्टेबल चाहिँ हुँदैन होइन यस्तो टाउको राख्नलाई अनि यहाँको चाहिँ यो कम्फर्टेबल चाहिँ खतरा लाग्यो मलाई चाहिँ होइन हेर्दाखेरि हेर्न सक्छु वा बिल्डिङ अनि बिल्डिङ त्यो पनि अर्को ट्रेन हो त्यो पनि अर्को ट्रेन जान्छ अनि अहिले हामी हेर्छौँ यो चाहिँ पुरै के भन्छ यसलाई चाहिँ होइन
इकोनोमिक क्लास ट्रेन पनि खतरा भएको छ होइन 3 घन्टाको ट्रेन लाइक 4 घन्टाको यात्रा छ हाम्रो होइन 4 घन्टामा चाहिँ हामी कहाँ पुग्छौँ लेट्स ह्याभ अ लुक यो चाहिँ हाम्रो फर्स्ट एपिसोड हो फर्स्ट जर्नी हो अर्को सेकेन्ड ब्लग फेरि आउँछ हामी त्यहाँ पुगिसकेपछि यो जानेवाला ब्लग हो सो त्यही भएर मजाले हेर्न सक्नु होला होइन मजाले हेर्नु होला यहाँदेखि अगाडि जान्छ यो चाहिँ हामीलाई दिएको छ यो हामीले खाने भनेर ल्याएको होइन यो तातो छ हल्का तातो 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 छ अलिकति यस्तो अहिले नै खान त मन लागिरहेको छैन एकछिन पछि खानुपर्छ अनि हट हट छ क्या त्यसपछि हामीलाई अर्को पनि दिएको छ तेल मात्र लागिरहेको छ चिल्लो छ यो पानी चाहिँ हामीले आफैले किनेको पानी हो यो चाहिँ हामी अहिले चाहिँ ट्रेनभित्रै छौँ हामी लाइक आधा घन्टा भयो बाहिर आएको यो अर्को स्टेसनमा आएको छौँ अर्को स्टपमा मान्छेहरू त्यहाँ यसो मजाले बसिरहेछ केटाहरू के खाँदैछन् त्यहाँ फोटो खिचिरहेछन् यस तातो छ होइन त्यो विथ सिजर सलाड विथ बेकन रहेछ कि सिजर विथ बेकन त्यही भएर तिमीले नखाने भने हो मैले You don't like bacon? तिमीले मैले के गरेँ खाऊँ ल तातोवाला खाऊ न तिमीले कस्तो होइन हामीले चाहिँ त्यो खानुपर्छ यहाँ चाहिँ यो बसमा पनि हुन्छ नि त बसेको ठाउँ एक्लै छु खास मेरो सिट चाहिँ के हो त्यो मेरो सिट हो त्यहाँ चाहिँ केटी बसेछ त्यो भएर म चाहिँ त्यहाँ बसेको होइन म यहाँ बसिरहेको छु यस्तै के गर्नु ल हाम्रो यात्रा यहाँसम्म थियो फाइनली हामी 3 घन्टाको यात्रा सकेर यहाँसम्म आइपुग्यौँ यु क्यान ह्याभ अ लुक हाम्रो ट्रेन यही नै थियो यस्तो मजाले सानो ट्रेन छ अब ट्रेन पनि जाँदैछ टाटा बाई बाई गर्नु पऱ्यो सबैलाई यहाँदेखि अब हामी के चढ्छौँ लेट्स ह्याभ अ लुक अब हामी के न के त खोजेर जान्छौँ कि त हामी अब बस खोज्छौँ कि त गाडी खोज्छौँ जे भयो नि खोज्छौँ यहाँबाट हामी निस्केको छौँ अझै टाढा त्यसपछि हाम्रो यात्रा यहाँसम्मलाई मात्र यात्रा मजाले अनि केटा कस्तो भयो नि यात्रा 3 घन्टाको बबाल भयो मजा आयो एकदम मजा निदाउँदै निदायो मस्तसँग सुत्यो म त निदायो है उतै निदायो म त मा भेडाहरू गाईहरू धेरै पर्थ्यो त्यहाँबाट आएछ कि मान्छे जस्तै हेर्नु त हाम्रो ब्याग है अब यस्तो आनन्दले ब्याग भिरेर अब हामी स्लोली निस्किन्छौँ अलिकति घन्न आइरहेको छ ट्रेन चाहिँ होइन हल्का हल्का अर्को अर्को फ्री भइरहेको छ ट्रेनहरूको स्मेलहरू पनि आएको छ ट्रेनबाट ओहो यहाँबाट हामी खोजेर जानुपर्ने Let's have a look, guys. Let's go. हन्टर भ्याली $178 छ कहाँ हो यो यहाँबाट के यो होइन उबर होइन ट्रेन। खनि के न के होला सायद पक्कै पनि नत्र त्यति धेरै त महँगो त पर्दैन बसेर बसमा भयो भने जानुपर्छ किनकि हामी छिटै आएको नि छिटै आएको कि ओहो वेटिङ रुम केटा वेटिङ रुम पनि छ है त्यहाँ यहाँ चाहिँ हामीले के ट्याप गर्नुपर्ने हो होइन हामीले अलरेडी गरेर आएको
त्यहाँ गरे पनि कता छ वासरुम यो भनेको वासरुम जाऊ त्यहाँ छ बन्द खायो बन्द छैन होला जाम सोधौँ न त यहाँ छ त फिमेल टोइलेट ऊ त्यहाँ छ मेल टोइलेट बन्द छ यस्तो छ यो पनि अर्को ठाउँ होला सायद त्यतातिर होला फाइनल्ली हेरौँ गाइज यस्तो छ होइन हामी यस्तो सुनसान ठाउँमा आएको छौँ कि अब यो चाहिँ सुनसान होइन यो चाहिँ जस्ट स्टेसन छ यहाँ हल्का एक दुईवटा घरहरू पनि छ मतलब अलिकति धेरै छ भनौँ न सुनसान ठाउँ त हामी यसपछि जाँदैछौँ त्यहाँ गएर हामी चेक इन गर्नुपर्छ खोज्नुपर्छ रुमहरूदेखि लिएर एभ्रिथिङ बट राइट नाउ वी आर इन दिस प्लेस सबै खाली छ कोही पनि छैन कोही पनि छैन खाली ठाउँ पुरै हामी खाली ठाउँमै आएर आनन्दले उभिएर बसिरहेछौँ हामी स्टिल यहीँ बसिरहेको छौँ कि स्टेसनमै छौँ म चाहिँ टाढा जान हामी पाएको छैन अब लेट्स सी होइन अब यसो केटाहरू फोटो खिचिरहेको छौँ होइन फोटो क्लिक हान्दै बसिरहेको छ नि भ्याली हेर्नु त ओ माइ गॉड पुरा खतरा छ होइन चुप्प लाएर बसिरहेको छौँ ट्याक्सी चाहिँ आउँछ भनेर चाहिँ कुरिरहेको छौँ होइन हो ट्याक्सी चाहिँ छिटै आओस् टाइममा आओस् होइन हामीले लिएर जाओस् जाने ठाउँमा चाहिँ अनि त्यसपछि त्यही नै हो जाने ठाउँको लागि वेट गर्ने हो रुख हेर्नुहोस् त कति पुरानो छ मजाले हेर्दाखेरि दुनियाँहरू यताउता सबै राम्रो छ अनि लेट्स ह्याभ अ लुक अनि यसपछि हामी अझ वेट गर्छौँ त्यसपछि हामी ट्याक्सी आउँछ ट्याक्सी आयो भने हामीले हन्टर भ्याली लिएर जान्छ त्यहाँबाट हामी फेरि एयरबिएनबी बुक गरेर होइन एउटा घर लिन्छौँ सानो घर अनि त्यहाँ चाहिँ एकछिन रेस्ट गरिन्छौँ त्यसपछि हामी निस्किन्छौँ बाहिरलाई होइन मेन चाहिँ हर्स राइडिङ पनि गर्ने प्लानिङ हो अनि त्यहाँबाट चाहिँ अरू के प्लानिङहरू हुन्छ डिनरदेखि लिएर एभ्रिथिङ हुन्छ ओ भाइ यो के हो यार यस्तो पुरा रहेछ यहाँ त यार रुख त पुरै रुख त के भएछ होइन पानी आउने पनि रहेछ क्या यहाँ पानी आउने पनि रहेछ अनि लेट्स ह्याभ अ लुक ट्याक्सीको वेट गरौँ त्यहाँबाट फेरि हामी अगाडि जानुपर्छ सो गाइज होइन अनि हामी चाहिँ त्यहाँबाट आयौँ स्टेसनदेखि एउटा गाडी लिन आएको थियो हामीलाई ऊ त्यो गइहाल्यो मजाले होइन यहाँ गाडीहरू छन् त्यसपछि हामी आएको छौँ मैले यहाँ अनि अब यसपछि हामी होटलहरू बुकिङ गर्छौँ खोज्छौँ अनि कहाँ छ के छ भनेर अनि त्यहाँबाट चाहिँ लेट्स ह्याभ अ लुक अनि हामीलाई चाहिँ मेन प्रब्लम चाहिँ के लाग्यो भन्दा नि गाडी भयो भने धेरै नै सजिलो हुने पैसाहरू बस्नुदेखि लिएर एभ्रिथिङ हुन्छ त्यो त सबैलाई थाहा छ जहाँ पनि त्यही नै हुन्छ बट यहाँ पनि क्या अलिकति प्रब्लम भयो कि तर अब हामीले अब होटल अब हामीले यो ठाउँ पायौँ त ठिक छ होइन अब हल्कै योभन्दा टाढा पायौँ भने अझै प्रब्लम हुन्छ कि त्यहाँ जानलाई फेरि छुट्टै $100 तिर्नुपर्छ यस्तो ठाउँ छ हामी पुरै गाउँ जस्तोमा आएको छौँ मैले तपाईँलाई चाहिँ यहाँको नेक्स्ट ब्लग फेरि देखाउँछु किनकि हामी जान्छौँ हर्स राइडिङ गर्नलाई लेट्स ह्याभ अ लुक कति पैसा लाग्छ त्यसपछि नेक्स्ट ब्लगमा म तपाईँलाई सबै देखाउँछु अहिलेको ब्लग थियो हामी सिटीदेखि यहाँसम्म आउनुको यात्रा अनि लेट्स ह्याभ अ लुक गाइज अनि त्यसपछि अगाडि गएर एपिसोड 2 मा देखाउँछु तपाईँलाई हर्स राइडिङ कस्तो हुन्छ भनेर टेक केयर गाइज सी यू अन द नेक्स्ट ब्लग थ्याङ्क यू गाइज